सो आफूले छुनु नभएपछि चाहिँ कति बिस्वाद लाग्दछ साथीहरू भन्थे है। अनि हेलो एभ्रिवान, वेलकम टु माई ब्लग्स। अनि आज चाहिँ थियो कुकुर पूजा है। अनि हाम्रो आमाले चाहिँ पूजा गर्नुहुँदै थियो, लक्ष्मी पूजा नि थियो बेलुका चाहिँ। अनि आमाले चाहिँ हाँडुलाई पूजा गर्नुहुँदै थियो है। अनि हाँडु चाहिँ डरायो नि त, त्यो पटेकाहरू पड्काउँछ नानीहरूले भनेर चाहिँ डराउँदै थियो। अन्त सो मैले चाहिँ आमाले चाहिँ पूजा गरिसकेर पनि उयो गर्नुभयो त चाहिँ। सो अनि मैले चाहिँ रङ्गोली पनि बनाएँ साथीहरू है। तर अब रङ्गोली चाहिँ मैले चाहिँ बनाएन, नानीले बनाएको है, छोराले अन्त बानिसले बनाएको। अन्त यस्तो राम्रो भयो है। अन्त यहाँनिर चाहिँ उनीहरूले चाहिँ हात पनि बनाएको अरे, माताको हात नानीले। अन्त त्यहाँबाट चाहिँ मैले अन्त आमाले सेलरोटी पनि पोल्नु हुँदै थियो। अन्त आमाले सेलरोटी पोल्नु भयो भनेर चाहिँ मैले आमालाई पनि भन्दै थिएँ। आमा चाहिँ टुलमा चढी पोल्नु हुँदै थियो, चढाउने सेलरोटी हो नि त। अन्त मैले चाहिँ अब छुनु हुन्थेन, अन्त म चाहिँ अलग्गै बसेर गरिरहेको थिएँ है साथीहरू। आमा चाहिँ सेलरोटी उयसमा बसेर पोल्नु हुँदै थियो। अन्त माथि चढेर अन्त मैले आमालाई जिस्काएँ, अन्त तिमीहरूले यस्तो गर्छौ भन्दै भन्नुहुन्छ। अन्त साथीहरू सो यहाँनिर चाहिँ मैले हाम्रो चुल्हा हेर्नुहोस् यति मजाले लिपेको छ। आमाले गर्नुभएको साथीहरू, मैले चाहिँ केही छुनु हुन्थेन नि त। अन्त म त बाहिर बसेर अलग्गै हेर्ने मात्रै थिएँ। अन्त त्यहाँबाट चाहिँ मैले आमालाई जिस्काउँदै भने। अन्त बेलुका चाहिँ यसरी नानीले बानिसले बाल्यो सबै दियोहरू यसरी मजाले उसले। अन्त मैले छुनु हुन्थेन, अन्त उसलाई नै सबै गर्नु लगाएको थिएँ। आमाले लक्ष्मीहरू पनि आमाले पुज्नु भयो। अनि यसरी चाहिँ यो बट्टा चाहिँ काटेर राखिदिएँ मैले चाहिँ। अनि त्यहाँबाट यहाँ रङ्गोलीमा पनि मजाको देखिरहेको थियो है सबै। अन्त नानीहरू पटेका पड्काइरहेको थियो। अन्त आमाले चाहिँ पुज्नु थाल्नु भयो नि त लक्ष्मी। अन्त अब लक्ष्मी पुज्नु थाल्नु भयो आमाले। अन्त आमा र नानी भएर लक्ष्मी पुज्दै थियो। अनि मैले चाहिँ आमालाई नानीको भिडियो बनाइदिएन भनेर चाहिँ आमाले भन्नु भएर चाहिँ मैले बनाइदिएँ। अन्त यहाँ मेरो दादाको नानी पनि छ, जेठाजुको नानी पनि ऊ पनि छ। अन्त यहाँनिर चाहिँ हाम्रो यस्तो बनाएको छ नि त लक्ष्मी पुज्ने ठाउँ। अनि ती मजाले अन्त मैले चाहिँ अलग्गै बसेर भिडियोहरू गरिदिँदै थिएँ सबै। यहाँ चाहिँ कुलकोठाहरू भन्दै हजुरहरूलाई देखाउँदै थिएँ है। अन्त यसरी रङ्गोलीमा मजाले बाबा र आमा भएर पूजा गर्नुहुँदै थियो। अरूले चाहिँ पटेकाहरू पड्काउनु गर्नुहुँदै थियो नि त। अनि त्यसो यहाँनिर चाहिँ मजाले हाम्रो चाहिँ पेपर बमहरू पड्काउने समय आएको। यहाँ पेपर बम पड्काउँदैछ है, नानीहरू नजाऊ है भन्दै थिएँ। सो थ्याङ्क यू सो मच। कस्तो लाग्छ हजुर?